सर्वच संसार नमस्कार। आदरणीय सभाका सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, निर्णयको कसीमा कसी कसाउ रहनु भएको निष्पक्ष निर्णायक मण्डल, मञ्चमा उपस्थित सम्पूर्ण व्यक्तित्वहरू, प्रतियोगी तथा अप्रतियोगी साथीहरू एवं यस सभा भवनमा उपस्थित सम्पूर्ण साहित्य अनुरागी व्यक्तित्वहरूमा म कोड नम्बर 38 को तर्फबाट स्वीकार्नुहोस् दिवाकालीन न्यानो अभिवादन। आजको यस वक्तृत्व आस्वादन सरितामा मलाई पनि चिहाउने सुअवसर दिनुभएकोमा आयोजकप्रति आभार प्रकट गर्दै सामाजिक सञ्जाल अवसर र चुनौती भन्ने शीर्षकमा आफ्ना विचारहरू व्यक्त गर्ने अनुमति सभापतिसँग चाहन्छु। चिन्नेलाई श्रीखण्ड नचिन्नेलाई खुर्पाको पीड भने चाहिँ आजको यस 21औं शताब्दीमा आइपुग्दासम्म सामाजिक सञ्जालका सही प्रयोगकर्ताहरूले विकासको विशाल खुड्कीलाई पार गरेका र गलत प्रयोग गर्नेहरू अन्धकारतर्फ धकेलिएको यथार्थता समाजमा विकृत भएको कुरा अभिव्यक्त नगरी मैले मेरो भनाइलाई अगाडि बढाउन चाहिने सभापति महोदय। सन्दर्भ र परिवेशले विकासको गति समाइरहेको परिप्रेक्ष्यमा अहिले विकास भइरहेको सामाजिक सञ्जालले विभिन्न वर्ग तथा उमेर समुदायको मानिसहरूमा सकारात्मक प्रभाव पारेको र मानिसले धेरै जानेको र सिकेको कुरा कहीँ कतै बाटो लुकाएर लुक्छ र निर्णायक महोदय। पाडी मनसी धारयत अर्थात् सोच विचार नपुर्याए सामाजिक सञ्जालमा लेखेका कुराले समाजमा ठूलो प्रभाव पार्न सक्छ। हाम्रो समाजमा भ्रमको खेती गरी गोपल कल्पित समाचारका शीर्षकहरूले मानिसलाई अलमलमा पारी अन्यलको वातावरण सृजना गर्ने पनि सामाजिक सञ्जालले हो निर्णायक महोदय। जिउँदै मानिसलाई श्रद्धाञ्जली लेखी समाचार बनाएर मानव समूहमा नै हाहाकारको वातावरण सृजना गरी पत्याउने कुनै आधार नै नभएका ती यथार्थता तपाईँ हामीले अनुभव नगरेका पक्कै नहोला। सामाजिक सञ्जालले यसका सही प्रयोगकर्ताहरूले आलिशान महलमा पुर्याएको र यसैको लतमा लागेर जिन्दगी चट भएकाहरू पनि हाम्रो समाजमा प्रशस्त छन्। हाम्रो सङ्घलाई पलभरमै खुल्ला आकाशले छर्लङ्ग पारिदिने सामाजिक सञ्जाल सिकाइका लागि कोसे ढुङ्गा साबित भएको छ भन्दा फरक परिहाल्छ जस्तो मलाई लाग्दैन। सबै मानिसले संसारलाई चियाउने तेस्रो आँखाको रूपमा लिइसकेको सामाजिक सञ्जाल सिकाइका लागि कति उपयुक्त छ भन्ने कुरा मेरा तर्कहरूले मात्र कहाँ पर्याप्त होला र निर्णायक महोदय। नो कम्प्युटर नो एजुकेसन भन्ने मूल मर्मलाई आत्मसात गरिएको आजको युगमा पाठ्यक्रमले मागेकोदेखि विद्यार्थीले चाहेकोसम्म सबै कुरा सामाजिक सञ्जालबाट प्राप्त गर्न सकिन्छ। लजालु तथा अन्तर्मुखी स्वभावका मानिसहरूको क्षमता उजागरको सबैभन्दा महत्त्वपूर्ण पात्र नै सामाजिक सञ्जाल हो भन्दा के म गलत हुन सक्छु र निर्णायक महोदय? ज्ञानका भोका विद्यार्थीहरूका लागि पनि सामाजिक सञ्जालका साधनहरू निकै आविष्कारी साबित भएका छन्। कृषकले नयाँ नयाँ प्रविधिको बारेमा सामाजिक सञ्जालबाट थाहा पाउँदा त्योभन्दा ठुलो चमत्कार उसका लागि के होला? विज्ञापनको प्रमुख आधारको रूपमा प्रयोग गरेर सामाजिक सञ्जालले व्यापारलाई अपार बनाएको कुरा कहीँ कसैले नकार्न सक्छ र निर्णायक महोदय? ज्ञानका भोका विद्यार्थीहरूका लागि पनि निकै उपयुक्त साबित भएको सामाजिक सञ्जालले हाम्रो जीवनमा निकै महत्त्वपूर्ण भूमिका खेलेको छ। अन्तिममा सामाजिक सञ्जालको सही प्रयोग गर्नेहरूले आफ्नो जीवनलाई तिखारेर अगाडि बढाएका छन् र गलत प्रयोग गर्नेहरू निखारेर समाप्त भएका छन् भन्दै सामाजिक सञ्जालमा अथाह ज्ञानको सागर छ तर सागरमा पौड्न जानेन भने निलो सागर मानिसको लागि कालो काल बनेर आउँछ। यसर्थ सामाजिक सञ्जाल अन्धोले हात्ती छामे जस्तो कतै नहोस्। अति दानात् प्रमोजायते अति सर्वत्र वार्जत मात्रा समम प्रयोजित सर्वहित गरे भवेत् अर्थात् हरेक कुराको अत्याधिक प्रयोग हानिकारक हुन्छ। चिनी पनि धेरै खाँदा तितो हुन्छ भने चाहिँ सामाजिक सञ्जालको अनावश्यक प्रयोग क्यान्सर चाहिँ घातक हुने र यसको सन्तुलित र विवेकपूर्ण प्रयोग वरदान साबित हुने कुरामा कसैले जोरौला ठड्याउन सक्छ र निर्णायक महोदय? भने मेरो कवितांश भाडा र कुटी रुमाल लुकाई कबड्डी हरायो सिरानी मुनि राखेर नानी फुसुक्क निदायो संस्कार सुन्ने कोठामै ठुन्ने त्यो चिज कस्तो हो अमूल्य हिरा सामाजिक सञ्जाल फलाम जस्तो हो अमूल्य हिरा सामाजिक सञ्जाल फलाम जस्तो हो भन्दै मेरो वक्तव्यलाई भिड मार्न चाहन्छु। साधुवाद। Timeline School, empowering the child.